Hi guys, welcome to my YouTube channel. This is me Prizal Thapa and I'm a second year MBBS student in BPKHS Taran. So मैले चाहिँ Q&A भिडियोको पार्ट 1 बनाइसकेको थिएँ तर त्यसपछि पनि धेरै क्वेशन्स आयो अझै डेप्थमा आयो डिफरेन्ट काइन्ड अफ क्वेशन्स आयो सो त्यही भएर Q&A भिडियोको पार्ट 2 बनाउन आटेको एन्ड Q&A भिडियोको पार्ट 1 हेर्नु भएको छैन भने म आई बटनमा राख्दिन्छु हेर्नु होला है त सो ढिलो नगरिकन हामी Q&A भिडियो पार्ट 2 तिर जाम है त सो अब चाहिँ म हाम्रो क्वेशन्सको आन्सर गर्न आँटिरहेको छु सबैभन्दा सुरुको क्वेशन छ दिदी हैव यू डन +2 फ्रम अर्निको कलेज विराटनगर सो मैले +2 चाहिँ बीकेबीएम कलेजबाट गरेको विच इज अल्सो इन विराटनगर सो बाल कल्याण विद्या मन्दिर कलेजबाट गरेको मैले +2 अर्निकोबाट हैन अर्को क्वेशन छ विराटनगरमा कुन इन्स्टिट्युटमा मोक टेस्ट दिँदै हुनुहुन्थ्यो सो म विराटनगरमा चाहिँ एउटा संकल्प भन्ने इन्स्टिट्युट छ त्यसमा चाहिँ मैले मोक टेस्ट दिएको हो के पनि प्रिपरेसन गरे हैन जस्ट मोक टेस्ट फिजिकली प्रेजेन्ट भएर मात्र दिएको हो अर्को क्वेशन छ विच मेडिकल कलेज सो म चाहिँ बीपीकेएचएस मा पढ्दै छु बीपी कोइराला इन्स्टिट्युट अफ हेल्थ साइन्सेस अल्सो नोन एज गोपा या त गोपा क्याम्प सो अर्को क्वेशन छ प्राइभेट लेक्चर कसरी लिने सो यो चाहिँ प्राइभेट लेक्चर कसरी लिने अनि अरू वेयर क्यान बी फाइन्ड द भिडियो अफ राम तिवारी सर अनि त्यो लेक्चर्स कसरी लिने दिदी भनेर धेरै नै क्वेशन्स आएको जसरी लेक्चरको बारेमा सो मैले चाहिँ त्यही भएर अगाडि नै क्वेशन्सहरु देखिसकेको थिएँ अनि मैले फिजिक्सको लागि र अनि केमिस्ट्रीको लागि चाहिँ पर्सनली राजेश सर र राम तिवारी सरहरुलाई रिच आउटै गरे अनि यस अझै पनि लेक्चर्स अवेलेबल छ म आईडी मेन्सन फेसबुक आईडी मेन्सन गर्दिन्छु फेसबुक आईडीहरुमा मेसेज गरेर सरहरुले रिप्लाई पनि गरिसिन्छ अनि त्यसपछि त्यहाँबाट चाहिँ सरसँग कन्ट्याक्ट गरेर डाइरेक्ट कन्ट्याक्ट गरेर अनि लेक्चरको बारेमा मजाले बुझेर के कस्तो छ कसरी पर्चेज गर्ने राम्ररी बुझेर हजुरले लिन सक्नुहुन्छ है त सो अर्को क्वेशन छ दिदी इन्डियन लेक्चर पीडब्ल्यू को लिदा सीमा इफेक्टिभ हुन्छ कि नै पीडब्ल्यू भन्नाले फिजिक्स वाला भनेको कि के भनेको तिमीले मैले अलिक बुझिन यदि फिजिक्स वालाको भने त मैले युट्युबमा भएको जति नै भिडियो हेरेको थिएँ एन्ड मैले अब सी बेस्डको लागि चाहिँ हेरेको थिएन कन्सेप्ट गेन गर्नको लागि 11-12 मा जति हेरे बेसिकली चाहिँ अब फिजिक्स वाला अलग पाण्डेको लेक्चरबाट चाहिँ के गर्दा भो भन्दाखेरि तिमीले कन्सेप्ट गेन गर फिजिक्सको अब केमिस्ट्री के पढाउँछ उसले कन्सेप्ट गेन गर अनि कन्सेप्ट गेन गरिसकेपछि अब त्यसलाई अब रिभाइज गरेर एमसीक्यू प्र्याक्टिस गर अनि त्यसले गर्दाखेरि अब तिम्रो कन्सेप्टहरु क्लियर हुन्छ र एमसीक्यू पनि तिमी प्र्याक्टिस गर्दै जान्छौ मेनली चाहिँ तिम्रो अब एमसीक्यू प्र्याक्टिस गर्नको लागि कन्सेप्ट क्लियर हुनु पर्यो सो यस कन्सेप्ट क्लियर त अभियसली नै हुन्छ मैले पनि हेरेको फिजिक्स वालाको भिडियोज 11-12 क्लासमा हैन अनि मेरो विचारमा चाहिँ इफेक्टिभै हुन्छ जस्तो लाग्छ तर कन्सेप्ट चाहिँ क्लियर मज्जाले हुन्छ है त अब कोर्स चाहिँ नमिल्न सक्छ अब उसले इन्डियन कोर्स अनुसार पढाउन सक्छ र हाम्रो सीको कोर्स अलिक डिफरेन्ट हुन सक्छ अनि त्यही भएर चाहिँ अब डाइरेक्ट सी बेस्ड इफेक्टिभ होला नहोला त्यो आफ्नो ठाउँमा छ तर त्यसले कन्सेप्ट चाहिँ तिमीलाई मज्जाले गेन गराउँछ अर्को क्वेशन छ दिदी हजुरले राम तिवारी सर राजेश सर अनि अरु टिचर्सको लेक्चरहरु कहाँबाट पर्चेस गरिसकेको अनि प्री मेडिकल इन्ट्रान्स प्रिपरेसन फिजिकल लिनु भएको कि अनलाइन सो मैले लेक्चरहरुको बारेमा त अघि नै मेन्सन गरे एन्ड बायोलोजिकल लेक्चर चाहिँ मैले अब मेसेज गरेको छु सरलाई इफ यो भिडियो पोस्ट हुन्जेलसम्म म रिप्लाई आयो भने म मेन्सन गर्दिन्छु रिप्लाई आएन भने चाहिँ सर नि बिजी होइसिन्छ होला या त केही भएर यु क्यान अल्सो रिच आउट म आईडी चाहिँ मेन्सन गर्छु है त अनि अब प्री मेडिकलको चाहिँ मैले अनलाइन लिएको हो म आउट अफ भ्यालीमा बस्छु सो त्यही भएर मैले फिजिकल लिन मैले अनलाइनै लिएको हो अनलाइनबाट नै प्री मेडिकल इन्ट्रान्सको प्रिपरेसन क्लासेस चाहिँ अटेन्ड गर्थे अर्को क्वेशन छ ओएमआर सिट भर्ने प्याटर्न भन्देऊ न है भनेर सो ओएमआर सिट भर्ने प्याटर्न चाहिँ तिमीले सबैभन्दा सुरुमा अब अलिकति रेक्टेंगल खालको रेक्टेंगल अनि एज चाहिँ अलिक ब्लन्ट हुन्छ कि भन्नाले ओभल जस्तो हुन्छ कि ओभल पनि हैन रेक्टेंगल अनि यस्तरी हुन्छ कि सो त्यसलाई चाहिँ तिमीले सबैभन्दा सुरुमा मेरो टेक्निक चाहिँ बाहिर त्यो बोर्डरमा तिमीले एक राउन्ड बोर्डर गर्ने अनि तिमीले एक राउन्ड बोर्डर गरिसकेपछि चाहिँ अनि भित्र भर्ने अनि लास्टमा अलिअलि गाई सेतो बाँकी रह्यो कि रहेन भने र हेर्ने अनि यदि सेतो बाँकी रहेको छ भने चाहिँ त्यो सेतोलाई पनि भर्दिने सो दैट एउटा पनि त्यो ओएमआर को त्यो गोलो भित्र कुनै पनि बबलमा ग्याप नरहोस् भनेर बिकज ग्याप रहनु इज लाइक त्यसले मजाले डिटेक्ट नगर्नु त्यही भएर तिमीहरुले चाहिँ आउटलाइन भन्दा बाहिर नै जानु भएन अनि लाइक आउटलाइनलाई कोर्ने अनि त्यसपछि भित्र अलिकति मज्जाले भर्ने अनि अलि केही ग्याप रहेको छ कि छैन भनेर हेर्ने अनि त्यहाँ त्यो ग्यापलाई पनि फिल गर्ने बेसिकली यदि 3टा स्टेप गर्यो भने तिम्रो ओएमआर पनि विथ प्र्याक्टिस इजिली एकदम छिटो भन्दा छिटो भरिदै जान्छ एन्ड कम टाइम लाग्छ तिमीलाई चाहिँ तिमीले त्यस्तो गर्यो भने
सो अर्को क्वेसन रहेको छ, दिदी तपाईले सिलेबस कहिले सिध्याउनु भएको थियो भनेर। मैले सिलेबस चाहिँ सीई एक्जामको जुन डेट थियो त्यो भन्दा लगभग 1.5 देखि 2 मन्थ्स अगाडि सकाएको थिएँ, सबै सकाएको थिएँ। अनि त्यसपछि त्यो 1.5 to 2 मन्थ्स चाहिँ कम्प्लिट रिभिजन अनि सेट प्र्याक्टिसहरूलाई मात्रै दिएको थियो टाइम। सो नेक्स्ट क्वेसन छ, डिड यु युज टु ह्याभ सेल्फ मोक टेस्ट, इफ यस हाउ डिड यु डु सो। सो सेल्फ मोक टेस्ट चाहिँ कसरी गर्न त गर्थेँ म, नगर्ने, यस आई युज टु ह्याभ। तर मैले अब कसरी गर्थेँ भन्दाखेरि एउटा कम्प्लिट सल्युसनकै इक्जाम्पल लिउँ न त। कम्प्लिट सल्युसनको सेटको एउटा सेट सेलेक्ट गर्यो हो, त्यो सेटलाई चाहिँ अब 2 hour 15 minutesमा कम्प्लिट गर्थेँ। एक्जाम त 3 hourको हुन्छ नि त, सो लास्टको 45 minutes चाहिँ ओएमआर भर्नै टाइम जान्छ भनेर मैले 45 minutesलाई एक्सक्लुड गरेर सुरुको 2 hour 15 minutes चाहिँ त्यो एक्जाममा कसरी बसिन्छ, अब एउटा पेन अनि त्यसपछि त्यो क्वेसन पेपर र अब एक्जाम रियल एक्जाममा त क्वेसन पेपर पेन र ओएमआर न हुन्छ अनि एउटा टिस्यु पेपर दिएको हुन्छ। तर अब म चाहिँ अब त्यहाँनिर त्यो कम्प्लिट सल्युसनको बुकमा मलाई कोर्न मन लाग्दैन थियो, सो मैले एउटा चाहिँ एक्स्ट्रा रफ पेपर लिएर बसेँ, त्यो रफ कपी, अनि त्यसपछि कम्प्लिट सल्युसनको एउटा सेट निकाल्दिएँ अनि हो त्यो सेटलाई चाहिँ 2 hour 15 minutesमा कम्प्लिट गर्थेँ। अनि अब सेटमै चाहिँ टिक लाउँदिनँ थिएँ क्या म, अब 1 को ए भनेर लेख्थेँ मात्र त्यतिखेर प्र्याक्टिस गर्दा चाहिँ। भन्नाले सपोज अब मैले 1 को बी आन्सर छ भने रफ कपीमा 1B भनेर लेखिदिन्थेँ, अनि त्यसपछि लास्टमा 200वटा क्वेसन गरिसकेपछि अनि त्यो आन्सर हेर्दै चेक गर्थेँ, टिक राइट के गरेर लेखेको छैन भने ड्यास दिन्थेँ, अनि त्यसपछि त्यही अनुसार मार्क क्यालकुलेट गर्थेँ विथ नेगेटिभ मार्किङ। त्यसले गर्दाखेरि चाहिँ अब सेल्फ मोक टेस्ट जस्तै भयो, इभ्यालुएसन पनि भयो। अनि अर्को अब ओएमआरको कुरा आउँछ, ओएमआर चाहिँ तिमीहरूले अब इन्टरनेटमा खोजेर तिमीले अब ओएमआर अलिक ओभल खालको म सेप हालिदिन्छु यहाँ, त्यस्तो खालको सेपको भेट्यो भने चाहिँ तिमीले त्यसलाई नै प्रिन्ट गरेर त्यसलाई नै प्र्याक्टिस गर्दा पनि हुन्छ। सो यसरी चाहिँ म आफ्नै सेल्फ मोक टेस्ट जसरी लिन्थेँ अनि इभ्यालुएट पनि आफै गर्थेँ। सो अर्को क्वेसन छ, प्रिमेड भनेको के हो। सो प्रिमेड भनेको चाहिँ युजली 12th क्लासमा लिने एउटा कोर्सै हो भनौँ, जुन चाहिँ इन्स्टिट्युट जस्तै नेम भाइब्रेन्टहरूले गरेर हुन्छ, मैले चाहिँ नेमको लिएको थिएँ। अनि हो त्यो प्रिमेडमा चाहिँ तिमीले अब पढेकै कुरा 11-12मा थ्योरीमा के पढेको थियो त्यही कुरालाई अलिअलि एमसिक्यू बेस्ड जसरी पढाइसिन्छ क्या। सो बेसिकली त्यही त्यो थ्योरीलाई एमसिक्यू फर्मेटमा अलिअलि ढाल्ने क्लासेस हो भनौँ न। त्यही भएर अब प्रिमेड भनेको चाहिँ त्यही इन्ट्रान्स बेस्ड प्रिपरेसन जस्तै हो, तर सीई भन्दा अगाडि 12th क्लासमा लिने कोर्स हो। सो अर्को क्वेसन छ, दिदी नेपालमा स्कलरसिप्सको कति सिट हुन्छ नेपालमा एमबिबिएसमा भन्नुभएको छ। सो नेपालको एमबिबिएसमा स्कलरसिपको सिट भनेको चाहिँ 571 विथ कोटा विदाउट कोटा सब मिलाएर चाहिँ 571 अराउन्ड हुन्छ। सो 571 अराउन्ड तिम्रो ओपन क्याटेगोरी कोटा जे छ सब मिलाएर चाहिँ 571 सिट्स हुन्छ। सो अर्को क्वेसन छ, एसई स्टुडेन्टको लागि प्लिज गाइडेन्स दिनु न दिदी अरे। सो एसई स्टुडेन्टको लागि अनि 11 ग्रेडको लागि 12 ग्रेडको लागि चाहिँ मैले एडभाइस दिएर मेरो योभन्दा अगाडिको भिडियो सीईको लागि टिप्स भनेर बनाएको थिएँ, टिप्स फर सीई हो, त्यसमा मैले मजाले लास्टतिर भनेको छु। सो त्यो भिडियो हेर्दा हुन्छ, म आई बटनमा हालिदिन्छु है त। सो अर्को क्वेसन छ, दिदी तपाईँ कुन कलेजबाट पास आउट हुनुभएको हो नि। सो मैले अघि पनि भनेको थिएँ म चाहिँ बिकेबिएम विराटनगरमा रहेको कलेज बिकेबिएम बाल कल्याण विद्या मन्दिर भन्ने कलेजबाट पास आउट भएको हो। सो अर्को क्वेसन छ, सीईमा कति मार्क्स आएको थियो दिदी भनेर। सो सीईमा मेरो मार्क्स र र्याङ्कहरू पनि सोध्नु भएको छ, म दुइटै भनिदिन्छु। र्याङ्क चाहिँ 94 अनि मार्क्स चाहिँ 156.25 आएको थियो। एन्ड हाम्रो पालोमा चाहिँ अब कम्पेरिटिभली अलिक क्वेसन 81 प्याटर्न नै अलिक गाह्रो आएको थियो क्या फेरि आउन नि। सो र्याङ्क 94 र मार्क्स 156.25 आएको थियो मेरो चाहिँ। अर्को क्वेसन छ, क्याम्पमा बिएससी नर्सिङ पढ्न कति र्याङ्क ल्याउनुपर्छ भनेर। ओपनबाट चाहिँ बिएससी नर्सिङ स्कलरसिपमा बिपिकेएचएस पढ्न पाउने र्याङ्क चाहिँ 237 रहेछ। अनि त्यसपछि अब गभर्मेन्ट कोठा अब मधेसी दलित कोठाको स्पेसिफिकली म हेरेरै भन्दैछु, त्यसको चाहिँ अब लिस्ट र्याङ्क भनेको चाहिँ 4682 रहेछ। सो यदि तिम्रो कोटा छ भने चाहिँ तिम्रो 4000 सम्मको र्याङ्कले 4682 सम्मले पनि पाएको छ भनेपछि लगभग 4000 अराउन्डले पाउने रहेछ। अनि यदि अब तिम्रो ओपन क्याटेगोरीमा हो भने चाहिँ 237, सो त्यही 230 अराउन्ड र्याङ्कले पाउने रहेछ। सो अर्को क्वेसन छ, दिदी डिसेबलको लागि केही कोटा सिस्टम छ भने त्यसको बारेमा बताइदिनुहोस् न। सो कोटा सिस्टम चाहिँ डिसेबलको लागि पनि छ, कोटा सिस्टम धेरै कुराको लागि छ। अब डिसेबलको लागि पर्टिकुलरली भन्नुपर्दा चाहिँ
2% जति छ क्या। अब जतिवटा स्कलरसिप एभाइलेबल छ त्यसको 2% चाहिँ कोटा फर डिसेबल्ड हो। सो डिसेबल्डमा पनि तिमीले अब कोटा चाहिँ पाउँछौ डिसेबल्ड हुँदा पनि। सो अर्को क्वेसन छ, दिदी फुल स्कलरसिप पाउनलाई मिनिमम कति मार्क्स टार्गेट चाहिन्छ? सो फुल स्कलरसिप पाउनलाई तिम्रो मिनिमम यति मार्क्स भनेर चाहिँ अब फिक्स चाहिँ हुँदैन, तर अब तिम्रो अब कट अफ मार्क्स कति जान्छ त युजली 140 to 150 अराउन्ड नै भइरहेको हुन्छ MBBS को लागि चाहिँ कट अफ मार्क्स। अनि अब लास्ट इयर पनि त्यस्तै जस्ट 140 to 150 अराउन्ड जति कट अफ मार्क्स हुन्छ क्या स्कलरसिपको लागि, युजली त्यही रेन्जमा आइरहेको हुन्छ। सो पर्टिकुलरली स्पेसिफिकली एउटै मार्क्स भन्ने चाहिँ छैन स्कलरसिपको लागि, तर त्यो रेन्ज चाहिँ एउटा त्यही 140 to 150 कै रेन्जमा हुन्छ हुन चाहिँ। सो अर्को क्वेसन छ, दिदी क्लास 12 मा गइरहेकाले सीई को लागि कसरी अप्रोच गर्ने? सर्टकटमा भन्नुपर्दाखेरि थ्योरीलाई मेन टार्गेट राख्ने पढ्ने, तिम्रो थ्योरी प्लस कन्सेप्ट गेन गरेर अनि त्यसपछि न्युमेरिकल्स गर्ने फिजिकल केमिस्ट्री फिजिक्सको, र साइड वाइज MCQs पनि गर्दै जाने। जुन च्याप्टर कम्प्लिट हुन्छ त्यसको नबुझेको सबै कुरा युट्युबमा एभाइलेबल छ। तिमीले प्राइभेट लेक्चर्स लिनु मन छ भने प्राइभेट लेक्चर्स पनि लिँदा हुन्छ। अरू चाहिँ अब अनि मेनली चाहिँ स्याटरडे मोक एक्जाम अनलाइन भए पनि फिजिकल भए पनि जुनसुकै फर्ममा भए पनि मोक एक्जाम चाहिँ दिने। त्यसले गर्दाखेरि तिमीलाई धेरै धेरै प्र्याक्टिस हुन्छ फर्दर अपकमिङ डेजमा। सो अर्को क्वेसन छ, दिदी सीईमा स्कलरसिप पाएपछि फ्री अफ कस्ट पढ्न मिल्छ र? सो फ्री अफ कस्ट पढ्न मिल्छ भनेर स्कलरसिप त पाएको हो तिमीले, तर तिम्रो एडमिसन फी अनि तिम्रो अब हरेक वर्ष वाइज इयर वाइज एडमिसन फी चाहिँ तिर्नुपर्छ तिमीले पनि। एडमिसन फी, होस्टल फी अनि इन्सुरेन्सहरूको अरू के लाग्छ तिम्रो कलेज वाइज। त्यसै अब कलेज अनुसार तिम्रो कुन कलेज पर्छ त्यही अनुसार तिमीले फी चाहिँ अलिअलि एडमिसनको फी र अरू होस्टलको अनि अब लाइब्रेरीको अरू के को चार्जेस हुन्छ तिनीहरू चाहिँ तिमीले अलिअलि तिर्नुपर्छ। एन्ड अर्को कुरा चाहिँ कलेज वाइज तिम्रो एडमिसन फी तिम्रो होस्टल फी सब डिफर गर्छ होइन, डिफ्रेन्ट हुन्छ। त्यही भएर अब BPKHS को बारेमा भन्नुपर्दाखेरि चाहिँ तिमीले स्कलरसिप पाएको छौ भने तिम्रो फर्स्ट इयरको एडमिसन फी मैले मेरो भन्दैछु, सो चेन्ज हुन सक्ला किनकि MSc ले हरेक वर्ष नै निकालेर हुन्छ अपडेट्स यदि केही चेन्जेस आएको छ भने। सो तिमीले इन्ट्रान्स दिइसकेपछि पनि त्यो अपडेट्स हेर्दा पनि भयो। तर मेरो पालीमा चाहिँ फर्स्ट इयरको एडमिसन फी विथ 30,000 रिफन्डेबल 30,000 चाहिँ तिमीले त्यसमा पनि ब्याक पाउने गरी चाहिँ रिटर्न पाउने गरी चाहिँ 76,200 थियो, र सेकेन्ड इयरमा पनि 36 समथिङ अराउन्ड थियो। सो इट्स लाइक तिम्रो इयर वाइजै तिम्रो एडमिसन चार्जेस चाहिँ लाग्छ। इट्स नट लाइक जेरो अमाउन्ट पे गरेर तिमी MBBS पढ्छौ स्कलरसिप पाएपछि पनि तिम्रो एडमिसन चार्जेस चाहिँ जुनसुकै कलेजमा पनि लाग्न चाहिँ लाग्छ, तर तिम्रो अब फर्दर फिज चाहिँ लाग्दैन। एडमिसन चार्ज, लाइब्रेरी एन्ड एभ्रिथिङ मिलाएर एउटा फी सर्टेन अमाउन्ट चाहिँ तिमीले सर्भिसेसको लागि पनि पे गरेकै हुन्छ। अनि त्यही भएर तिमीले अब त्यो फी पुरै कम्प्लिटली जेरो पैसा तिरेर स्कलरसिप पाउने बित्तिकै जेरो पैसा चाहिँ हुँदैन। पैसा चाहिँ अलिअलि भए पनि स्कलरसिपले पनि एडमिसन चार्जेस एन्ड एभ्रिथिङ चाहिँ पे गर्नुपर्छ। सो अर्को क्वेसन छ, दिदी टोटल होस्टल फी 1 इयरको कति होला भनिदिनुहोस् न प्लिज भनेर। सो म चाहिँ अहिले BPKHS बसिरहेको छु, BPKHS गर्ल्स होस्टल। सो BPKHS को गर्ल्स होस्टलको फी चाहिँ 24,000 पर इयर भन्नाले हामी नेपाली स्टुडेन्ट्सको लागि चाहिँ 2,000 पर मन्थ हुन्छ। त्यो पनि अब होस्टल मेन्टेनेन्स फी भनेर लिन्छ, होस्टलकै फी भन्दा पनि होस्टल मेन्टेनेन्स फी भनेर लिन्छ। सो अर्को क्वेसन रहेको छ, कुन बुक पढ्नु भएको थियो प्रिपेयर गर्नलाई भनेर। मैले चाहिँ अब मैले भिडियोमा पनि मेन्सन गराएको छु, मैले चाहिँ मेजरली प्राइभेट लेक्चर्सबाट पढेको हो, फिजिक्स केमिस्ट्री बायोलोजी सबै। अनि अब बुक पनि नपढेको छैन, टेक्स्ट बुक चाहिँ मैले सबै पढेको थिएँ र मोड्युल चाहिँ मैले सरर मात्रै पढेको हो। सो टेक्स्ट बुक चाहिँ तिमीले मजाले पढ, मोड्युल पनि पढ नै सरर भए पनि जसरी भए पनि एक राउन्ड चाहिँ मोड्युल पनि पढ, र जसरी भए पनि तिमीलाई जुन बेला सजिलो हुन्छ तिम्रो कन्सेप्ट चाहिँ क्लियर हुनु पर्यो। एनी हाउ तिम्रो कन्सेप्ट क्लियर हुनु पर्यो, र तिमीले जसोसुकै MCQ दिए पनि तिम्रो लजिक लगाएर कन्सेप्ट सोचेर तिमीले सल्भ गर्न सक्नुपर्ने चाहिँ आफूले बनाउनु पर्यो। सो भिडियोको फर्मेटमा मैले क्वेसन्सको रिप्लाई गर्नुको मेन रिजन चाहिँ ठ्याक्कै एक्सप्लेन गर्न पाउँछु, कमेन्टमा अब लेख्दाखेरि खासै राम्ररी बुझ्दैन त्यही भएर। एन्ड अरू के क्वेरिज छ अझै सोध्नु होला यदि छ भने, छैन भने नि। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। मिट इन माई नेक्स्ट भिडियो। अल द बेस्ट टु यु गाइज।